फाइनली ब्ल्याक आइबिस देखियो है। यहाँ चाहिँ सौरामा कसले देखा पहिला ल हाम्रो यहाँ मामाश्रीले चाहिँ ब्ल्याक हेडेड आइबिस देख्नु भएको छ है। यो चाहिँ झुवानी भएको ठाउँमा मेरो चाहिँ लाइफर हो यो है। अब यसलाई चाहिँ अब एकछिन पछि अब फोटो खिचिन्छ। आज वेदरले पनि साथ दिएछ राम्रो। यो चाहिँ मैले पोहोर यहाँनिर हल्का घाउ छ कि मेरो, त्यही भएर यहाँ झुवानीको 5 नम्बरको वार्ड कार्यमा हाम्रो यहाँ मामाश्रीले देख्नुभयो। अनि प्रेम भाइले मलाई कल गरेर चाहिँ भन्नुभयो मजाले हेरिरहेछ साथीहरूले, कस्तो मजाले चलिरहेछ है। खिचियो फ्लाइङ सट भिडियो पनि बनाएँ है। हाम्रो यहाँ अहिलेको चल्दो बोल्दो उपकार भाइ आइरहेछ है। अब अहिले चाहिँ यहाँ पानी परेको अवस्था छ, त्यही भएर हाम्रो यहाँ बुद्धराम दाईको घरमा एकछिन बसिरहेछौँ है। अनि यहाँ हाम्रो अहिले वरिष्ठ फोटोग्राफर उपकार भाइ आउनुपर्छ, उहाँले चाहिँ अहिले देख्नुभएको छैन। अब एकैछिनमा अहिले पानी परेको छ। प्रेम भाइ चाहिँ जानुभयो। अब यहाँ अब थुप्रैजना छ नदेखेको, यो लाइफर हो है, मेरो त लाइफरै हो। अब कोसीमा चाहिँ कमनी देखिन्छ। कोसी र यता लुम्बिनी साइडमा पाउँछ यो चरा चाहिँ। यहाँ चाहिँ अब कहाँबाट उडेर आयो, यहाँ चाहिँ धान खाटेको खेतमा चाहिँ मजाले चरिरहेको बेलामा देखेँ। तपाईँ खुट्टा हेर्नु, यहाँ पुरै हिलो हिलो छ। यस्तो छ, फोटोग्राफर सजिलो छैन फोटो खिच्न चराहरूको चाहिँ है, गाह्रो छ एकदम। हाम्रो यहाँ उपगुवाई चाहिँ पुरै रेडी भएर स्याउला पुरै तयारी भएर अवस्था। अरू साथीहरू पनि आउँदैछ होइन। त्यसलाई चाहिँ एकैछिन गएर आधा बाटो मड्किरहेछ। पानी परेको कारणले गर्दाखेरि केटाहरू चाहिँ सबै बाटोमा अड्किरहेछ अरे। हाम्रो त पानी परेकै छैन, त्यही म त्यतिकै आएको। अब यो चाहिँ झुवानी गाउँ हो है। स्पेसली पुरानो के अरे यो हाम्रो के भन्छ यसलाई, पहिलाको झुवानी त ऊ होइन र पहिलाको सदरमुकाम हो नि त। पहिलाको सदरमुकाम ठाउँ हो यो झुवानी चाहिँ है। सदरमुकाम ठाउँ हो नि त पहिलाको चाहिँ। अनि वडा कार्यालयको छेउमै थियो। अनि उडेर चाहिँ अहिले आइबिस यता हाम्रो बुद्धराम दाईको घर छेउमै आइपुगेछ। अब एकैछिनमा बुद्धराम दाईले अब त्यसलाई आरासारा पनि दिनुहुन्छ कुखुरा सँगसँगै। अनि मजाले खिचिन्छ ल है, सिकाइयो ल। ब्ल्याक आइबिस खोज्दा यहाँ चाहिँ म यहाँ झुवानीको यहाँ भाइहरूको घरमा बसिरहेछु। यहाँ भाइहरू यहाँ भाइहरूलाई पनि छाता उडाएर चेक गर्न लागि, तर यतातिर साइडमा छैन। अब फेरि यहाँ पानी परेको अवस्था छ। म उपकार भाइबाट चाहिँ छुटेर यता कुन ठाउँ हो यो, कुन टोलले झुवानी कुन टोल हो यो? जोरसिमल चोकको साइडमा चाहिँ यहाँ हाम्रो गुरुङ भाइको घरमा चाहिँ म यहाँ गुरुङ भाइ हुनुहुन्छ है। ए मगर भाइको घरमा चाहिँ सरी है, गुरुङ भाइ मगर भाइको घरमा छु। यहाँ भाइहरूलाई पनि चराको विषयमा यसो पढाइदिएको। भाइहरूले पनि एउटा भाइले चाहिँ नेपाल भाइले चाहिँ लगभग 15-16 चराहरू चिन्छ हुन्छ होइन। उहाँ भाइले चाहिँ चरा 15 स्पेसिस चरा चाहिँ मार्नु हुन्छ। चरा मार्नु हुन्छ कि हुँदैन है, चरालाई संरक्षण गर्नुपर्छ होइन त। ल ठिक छ, हाम्रो भाइहरूले एकदम बुझ्छ क्या। हाम्रो यो सौरा भयो, झनी भयो होइन, कोटेरिया भयो, सबैजना बुढाहरूले चाहिँ चरा चाहिँ मार्नु हुँदैन, संरक्षण गर्नुपर्छ भन्छ है सबै बच्चाहरूले। यहाँ भाइ पनि छ। यहाँ भाइ चाहिँ के छ चाहिँ बाबुको हरियाल भाइ हुनुहुन्छ, अधिकारी भाइ। यहाँ पानी परेको अवस्था छ, स्कुटी त्यहाँ छ, भिजेको अवस्था, ब्याग पनि क्यामेरा ब्याग पनि भिजेको अवस्था। तर क्यामेरा केही भएको छैन, पानी पनि यही छ। ल अब चाहिँ पानी रोकेपछि अब हामी सर्च गर्छौँ। चरा चाहिँ अब उडेर यो साइडमा आएको छ है। अब चरालाई सर्च गर्छौँ मजाले। पानी रोकेपछि 12-10 भइसक्यो, आएको 1 घन्टा भइसक्यो। यहाँ पानी परेको अघि फोटो खिच्न पानी परेको छैन। भिडियो र फोटो चाहिँ खिचिसक्यो, तर अलिक क्लियरली छैन, अलिक टाढैबाट खिचेको छ। अरू चराहरू छ जस्तै रेड न्याप आइबिस, अनि तपाईँको ओपन बिल स्ट्रोक, अनि उलिनेक स्ट्रोक, इन्डियन पोन हेरन, तर चाहिँ कोडिङ गरिरहेको मजाले मैले देख्दा चाहिँ
उडेर यो साइडमा आएको अब अहिले म एकैछिनपछि फेरि यो साइडतिर जान्छु यता साइड हामी साइडतिर सर्च गर्छु अरू साथीहरू पनि छ अरू साथीहरूले पनि अन्तबाट सर्च गरेर आउँछ कोडिसन हुन्छ हाम्रो कतै देख्यो भने फोन गर्छौँ है ल गाइस अब हजुरहरूलाई म बाई भन्छु फेरि अर्को न्यू भ्लगमा फेरि हजुरहरूलाई अपलोड गर्छु